एउटा भोकाएको उल्फलाई एउटा कोठाभित्र थुनिएको थियो। उसको अगाडि भित्तामा एउटा स्पिकर लगाएको थियो। रुल्स एकदमै सिम्पल थियो। स्पिकर बज्ने बित्तिकै मेसिनबाट मासुको टुक्रा तल झर्थ्यो र त्यो उल्फले खाइहाल्थ्यो। सुरुको केही दिन स्पिकर केवल 2 सेकेन्ड मात्र बज्यो र त्यसपछि मासु झर्यो। उल्फले यसलाई सहज रूपमा लियो। तर केही दिनपछि एक्सपेरिमेन्ट बदलिदिए। अब स्पिकर लामो समयसम्म बज्न थाल्यो र मासु भने पहिलेभन्दा ढिलो झर्न थाल्यो। उल्फ अत्यन्त भोकाएको थियो, तर यो पटक उसले मासुतिर ध्यान दिएन। ऊ लगातार कान खाने स्पिकरको आवाज मात्र सुनिरह्यो। जति जति त्यो आवाज चर्को बन्दै गयो, उल्फको मानसिक तनाव र रिस बढ्दै गयो। अन्ततः उसले आफ्नो नियन्त्रण गुमायो। रिसको आवेगमा उल्फले स्पिकर फुटाल्यो। त्यससँगै उसले आफूले पाउने खाना पनि सधैँका लागि गुमायो। यो घटनाले यो बुझाउँछ कि धेरै पटक मानिस वा जनावर भोकका कारण होइन, लगातार मानसिक दबावका कारण टुट्छन्। वास्तविक जीवनमा पनि यस्तै हुन्छ। बारम्बार रोकटोक गर्नु, हरेक पटक अनावश्यक सल्लाह दिनु, सानातिना कुरामा पनि आलोचना गर्नु र मानिसलाई कहिले मानसिक शान्ति नदिनु, यी सबैले एउटा बलियो व्यक्तिलाई समेत भित्रभित्रै थकित, निराश र कमजोर बनाइरहन्छ। आवश्यकताभन्दा बढी दबावले कहिलेकाहीँ मायालाई पनि बोझमा बदलिन्छ। त्यसैले समस्या सधैँ परिस्थितिमा मात्र हुँदैन। हाम्रो मनमा लगातार सिर्जना हुने मानसिक दबाव नै धेरै पटक सबैभन्दा ठुलो बोझ बन्न पुग्छ।